We miss you, Ram. हामीले एकदमै धेरै मिस गरिरहेको छौ तिमीलाई. I wish you could be here हैन. हामी धेरै मिस गरिरहेको छौ. लभ यु मेरो भाइ. रामलाई एकदम मिस गरिरहेको छु किनकि पनि तर राम सम्झे पनि यहाँ भयो भने कति मजा आउँछ. 2 मिनेट गाडी छ. 5 मिनेटसम्म कोही नै खाएन भने चाहिँ यो पाइ भयो यो. हेलो सबैजनालाई राम लक्ष्मण तामाङ युट्युब च्यानलमा सबैजनालाई वेलकम छ. हामीले चाहिँ आफ्टर लङ टाइम धेरै पछि नै भिडियो बनाएको होला सबैजनाले त्यही हो. अनि आज चाहिँ हामीले चाहिँ किमा नट्स च्यालेन्ज गरेर आएको दिदी र म चाहिँ. दिदी पनि रेडी भएर बसिरहनु भएको छ. नमस्ते सबैजनालाई वेलकम फर्स्ट अफ अल राम लक्ष्मण हाम्रो युट्युब च्यानलमा. आज चाहिँ हाम्रो एकदम खतरा खालको च्यालेन्ज हुँदैछ राम लक्ष्मण र मेरो चाहिँ. हाम्रो चाहिँ हार्यो भने पनिसमेन्ट गर्नुपर्छ. खतरा खालको पनिसमेन्ट छ गाइस. तपाईहरुले कमेन्ट गर्नु के पनिसमेन्ट दिने भनेर. किनभने अफ कोर्स हार्नु त लक्ष्मण नै हो. म त कन्फर्म हार्छु. अनि हाम्रो चाहिँ कुनै 2x छ भने कुनै किमा हैन कुनै 2x नुडल छ, कुनै चाहिँ सिन रामेन छ. हामी चाहिँ सबै मिक्स गरेर चाहिँ खाँदैछौँ किनभने अलि धेरै स्पाइसी भयो भने अलि खानु पनि सकिँदैन नि त. अनि अहिले भर्खर गाइज हेर्नु यहाँ अहिले 10 बजेको छ हैन. बिहानको 10 बजे कति खान्छ नुडल्स हामी खाँदैछौँ. हामी के खाकै छैन है, खाना साना के खाकै छैन. फर्गेट टु सब्स्क्राइब आवर हाम्रो भाइको युट्युब च्यानल. हामी चाहिँ धेरै पछि नै हामी पनि धेरै पछि भेट भयो है. हामी अलमोस्ट 2 इयर्स पछि भेट भयो. अनि हाम्रो चाहिँ यता नुडल्सहरुको लागि पानीहरु तातेर नुडल्सहरुको लागि रेडी हुँदैछ. अब्बो गाइस आर यु एक्साइटेड अब है. पनिसमेन्ट लक्ष्यलाई अब पनिसमेन्ट के गर्ने भनेर भन्नु है तपाईहरुले. ओके पनिसमेन्ट त मैले हैन दिदीले गर्छ. हेर्दै जानु म जिते त मै हो नि त. मर्के छोरा हे. ओके हाम्रो चाहिँ यो भयो नुडल्सहरु यो भयो. भर्खर पानी उम्ल्यो गाइज. हाम्रो चाहिँ यता नुडल्सको लागि रेडी हुँदैछ हैन. भन्दाले पानी तात्दैछ. हामी चाहिँ नुडल्स पानी उमाल्ने कार्यक्रम भइरहेको छ. छेउछेउ यता अन्डा यता अहिले चाहिँ हामी पकाउँदैछु. दिदीसँग नि धेरै पछि भेटेको. अनि सम्धी हुनुहुन्छ हाम्रो. सम्धी पनि भ्लग गर्नुहुन्छ. सबैजनाले सम्धीको युट्युब च्यानल नि भनिदिनु सम्धी एकचोटि. त्यही हो सबैजनालाई नमस्ते. अनि मेरो युट्युब च्यानल चाहिँ धमाङ भ्लग भन्ने छ. अनि त्यही हो आज चाहिँ हामी सपना दिदी सम्धीसँग चाहिँ हामी सबै च्यालेन्ज भनौँ न. आज के भन्छ रे सम्धी? नुडल्स च्यालेन्ज. नुडल्स भन्दा नि हुन्छ हो भन्नु नआएपछि. फेरि वेलकम ब्याक अगेन हाम्रो राम लक्ष्मणको युट्युब च्यानलमा. हामी चाहिँ अहिले स्पाइसी नुडल्स चाहिँ च्यालेन्ज गर्दैछौँ यतिखेर. आफ्टर धेरै लङ टाइम पछि उरा हामीसँगै छौँ. 2 वर्ष अलमोस्ट भइसक्यो. तपाईहरु सबैजनाले माया गरिदिनु होला. एन्ड देन फर्गेट टु सब्स्क्राइब हैन. अब चाहिँ हामी स्टार्ट गर्छौँ. हाम्रो टाइमर चाहिँ खै टाइमर राख्नु. हाम्रो टाइमर चाहिँ यहाँनिर 5 मिनेटको छ हैन. टाइम यसरी राख्छु. नभएपछि त पनिसमेन्ट गर्नुपर्छ नि. अनि त्यही त पनिसमेन्ट चाहिँ तपाईहरुले कमेन्ट गर्नु है. अनि अलिक सजिलो पनिसमेन्ट. अनि कमेन्ट चाहिँ नेक्स्ट भिडियोमा हामी टक्कलाई नेक्स्ट भिडियोमा आउँछु. अहिले चाहिँ हामी त्यही हो स्टार्ट गर्छौँ है सबैजनालाई. टाइम यही छ. सबैजनाले हेर्न सक्नुहुन्छ. पनिसमेन्ट चाहिँ कमेन्ट गर्नु होला. ल अब चाहिँ हामी टाइम स्टार्ट गर्नु. ल तपाईको लक्ष्य लेख्छु ल. एकछिन स्टार्ट न आएपछि मात्र हो क्या. एकछिन कलाएर रेडी 1 2 3 गो. नहान्न एकछिन हो. रेडी 1 2 3 गो. हात देखाइदिनु पर्छ कि जे लेखाइनु. जो जित्नु पर्यो पनिसमेन्ट है. जो हार्छ उसले पनिसमेन्ट गर्नुपर्छ नि फेरि. पाँच मिनट भित्र भयो. दिदी पो जित्छ क्या. तर यसरी खाएको त शरीरमा पच्दैन होला है. पच्छ. जबरजस्ती पैसा जाने कहाँ हुन्छ त हैन. अनि यो चाहिँ कस्तो फर्स्ट सेकेन्ड थर्ड हुने हो के हो? 3 जनामा पनि त्यस्तो कहाँ हुन्छ. 3 जनामा जसले हाल्यो पनिसमेन्ट. जो पहिला खायो उसले जित्यो नि त. हामी 2 जनामा नि अब होइन 2 जनामा नि फर एक्जाम्पल हैन गाइस यो भिडियो कन्टिन्युमै छ है. हामी खाँदैछ
तिमीले जित्यो होइन अनि हामी दुईजना हार्यो होइन त त्यसो भए चाहिँ अनि दुईजनाले पनिसमेन्ट गर्नु पर्यो ओके गाइस म चाहिँ ऊ भाइको गर्लफ्रेन्डलाई फोन गरेर चाहिँ म उसको गर्लफ्रेन्ड बोलेको भन्दा पनिसमेन्ट गरिदिउँ कि क्या हो उसको गर्लफ्रेन्डलाई फोन गरेर यसो प्र्याङ्क हालिदिउँ क्या गर्लफ्रेन्ड हुनु पर्दैन मेरो अनि हुनु पर्यो नि गर्लफ्रेन्ड मेरो बाँकी मेरो धेरै राख्दैछ कि खाँदैन होइन हो सम्झिँदै खाइसक्यो छ यो उसले थोरै राखेछ क्या आफ्नोमा क्या खै अन्डा दुईवटा यहाँको सकिसक्यो तिमीले लुकाउनु पर्ने सम्झि कसम लुकाएन हो कहाँ लुकाउनु लुकाउने ठाउँ छ र भने सब क्यामेरामा वाउ 2 मिनट बाँकी छ अब 5 मिनटसम्म कोहीले नि खाएन भने चाहिँ यो टाई भयो है यो नो पनिसमेन्ट 5 मिनटसम्म कसैले खाइसकेन भने त अनि कसले म सकिहाल्छु गाइस म त आइम डेड लास्ट स्पाइसी छ मलाई धेरै हाल्दैछ होइन सबभन्दा धेरै मलाई हाल्यो हाल्छ बरु तिमीलाई एक मिनट 30 सेकेन्ड सक्दैन कि हो सम्झि यार के हो यस्तो केटा मान्छे भएर पनिसमेन्ट तपाईँ गर्नुपर्छ उसले पनि गर्नुपर्छ दुईटै गर्नुपर्छ ए तिमीले पनि नसक्न सक्छ के थाहा सम्झिल कति दिनदेखि खाएनौ खाना नकाट है यो भिडियो यिनीहरू 56 तपाईँले पाउँछ पनिसमेन्ट त के लास्टमा कस्तो भोमिट्ने अब खाना नसकेपछि भोमिट्ने अब लास्ट भएर हामी गरेर नहुने टाइम सक्यो है टाइम सक्यो त मैले त 1 मिनट अगाडि खाइदिएँ हो बज्यो है गाइस बज्यो कोक सकेको छैन नि त कोकमा मान्दैन नि कोक होइन कोक त ल गाइस उसकोमा थोरै जस्तो लाग्यो मलाई होइन सम्झ्या त्यस्तो होइन हेर नै जति पनि उति पनि घटेन तुप्ला खान त लच्छुले चाहिँ गाइस पनि हाम्रो यो गेम जित्यो होइन अब चाहिँ तपाईँ नखानु अब बिस्तारै खाँदा हुन्छ तपाईँ म पनिसमेन्ट चाहन्छु मलाई पनिसमेन्ट हुन्छ होइन तपाईहरु दुईजना नै हुँदैन कहाँ हुन्छ दुईजना पनि कुन चाहिँ बिना भन्ने हुन्छ नि त त खाइसक्यो हुँदैन त्यसो त्यस्तो कहाँ हुन्छ दुईजनाले पनिसमेन्ट हो नि दुईजनै पनिसमेन्ट गाइस दिस इज आवर तर म त खानै सकिनँ लास्टै पिरो क्या पुरै यता यता भएर पिरो लाग्यो सबै होइन दुईजना पनि भइहाल्छ नि त्यो टिस्यु हुँदैन म त्यसरी म अटोमेटिक हारेर त्यसरी म सक्दिनँ भन्दा धेरै खान जाऊ काट अब एकछिन पछि अब लाइभ आऊ न तिमी जित्यो भने कहाँ काट्छ सम्झी के भयो कहाँ यार सम्झीलाई जित्छ भनेर कहाँ के लुगा अब यार यस्तो
यहाँ अन्डा लुकाएर यार अन्डा पछाडि यो यार गाई एकदम चिटिङ भयो अब तपाईँ हार्यो मैले होइन तपाईँले हार्नु तपाईँ मेरो म त रियल गरिरहेको छु नि त त्यही त म हेर्दैछु कहाँबाट अन्डा नि गाइज उसले चाहिँ एउटा चिट गरिरहेको चाहिँ त्यो एउटा ऊ चाहिँ यहाँ पछाडि लुकाइरहेको रहेछ है फाइनल्ली हार्यो भने त हामी पनिसमेन्ट अब गाइज मरे म के भन्न चाहनुहुन्छ तपाईँहरू गाइज हाम्रो मुकबाङ च्यालेन्ज चाहिँ यही हो तपाईँहरूले पनिसमेन्ट के दिनुहुन्छ त्यो चाहिँ नेक्स्ट भिडियोमा आउँछ होइन हामी दुईजना चाहिँ हारिसक्यौँ उसले चाहिँ जित्यो अब हामी दुईजना नै उसले भनेको पनिसमेन्ट चाहिँ हामीले मान्नुपर्छ तपाईँहरूले चाहिँ त्यो पनिसमेन्टलाई कमेन्ट गर्नु अनि सबैजनाले मैले भन्दा तपाईँले धेरै मान्नुपर्छ ए तपाईँले अन्डा लुकाएको भए म तपाईँले धेरै मान्नुपर्छ त्यसो भए अनि गाइज के भन्छ लुकाएको उसलाई झन् धेरै पनिसमेन्ट गर्नुपर्ने अनि गाइज तपाईँहरू सबैजनाले लाइक कमेन्ट सेयर एन्ड सब्सक्राइब पनि गरिदिनु होला अब बिस्तारै चाहिँ हामी राम लक्ष्मण युट्युबमा चाहिँ हामीहरू ब्लगहरू अपडेट गर्छौँ अनि बिस्तारै अब मेरो सपना रोका अफिसियल युट्युब च्यानल छ त्यसमा पनि हामी भिडियोहरू हाल्छौँ सबैजनाले हेरेर माया साथ सपोर्ट गरिदिनु होला अनि यस्तै छ हामी तपाईँहरूकै माया आशीर्वादले गर्दा चाहिँ यो ठाउँसम्म आएको छौँ होप तपाईँहरूलाई अगाडि पनि हामीहरूलाई माया साथ सपोर्ट यसरी नै निरन्तर गर्नुहुनेछ भन्ने चाहिँ आशा गरेको छौँ राम कहानी यही हो एकदमै झुटो पर्यो अहिले आएर होइन त्यही हो सबैजनालाई थ्याङ्क यू सो मच होइन स्पेसली राम लक्ष्मण फ्यामिली एन्ड युट्युबको अनि गाइज वी मिस यु राम हामीले एकदमै धेरै मिस गरिरहेको छौँ तिमीलाई आई विश यु कुड बी हियर होइन एकदमै धेरै मिस गरिरहेको छौ लभ यु मेरो भाइ रामलाई एकदम मिस गरिरहेको छु किनकि तर राम शब्द पनि यहाँ भयो भने कति मजा आउँछ रमाइलो छुट्टै हुन्छ त मसँग खतरा मिल्छ नि ऊ भन्दा म चाहिँ मिलेन रे थोडी न ऊ पनि मिल्छ मिल्न चाहिँ तर हैन तर रामलाई भयो के छोड्दिन हारिसक्यो एकदम मिस गरिरहेको छु हैन हामीले एकदमै धेरै मिस गरिरहेको छौँ राम हैन वी मिस यु हैन होपफुली हामी छिटै भेट्ने छौँ त्यही हो थ्यांक यू सो मच अनि राम पनि सकिएन गाइस अनि टिकटकमा भएको अनि युट्युबमा तिमीले कति दिनदेखि नखादियो खाना भन त साच्चै मैले त हिजो कहिले चाहिँ खानु सम्झिले लगभग 2-3 दिन हुनुपर्छ है त्यस्तो मुकबाङ गर्ने मान्छेहरु त कति दिनदेखि भोकै बसिरहेको हुन्छ नि त्यस्तो हुँदैन म जहिले पनि त्यो यस्तो च्यालेन्ज गर्दा म जित्छु पहिले रामसँग गर्दा नि यति जित्थ्यो कि ल हाम्रो लक्ष्मणलाई बधाई छ मेडल ताली बजाउन अनि दुईजना ताली सम्झिले अब बधाई छ अब कहाँ बधाई छ नेपालको झण्डा अनि नेपालको झण्डा त नि यहाँ बधाई छ भने नेपालको झण्डा रे बधाई ल गाइस बाइ बाइ